5 पटकको विश्व विजेता ब्राजिल र उदाउँदो शक्तिको रूपमा आइरहेको नर्वे बीचको बहुप्रतीक्षित खेलमा नर्वेको लागि अर्लिन हल्यान्डले दोस्रो हाफमा 2 शानदार गोल गर्दै 5 पटकको विश्व विजेता ब्राजिललाई स्तब्ध पारेका छन्। यस ऐतिहासिक जितसँगै नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको न्यू जर्सीमा भएको अन्तिम 16को रोमाञ्चक खेलको चौथो मिनेटमै नर्वेका मिडफिल्डर प्याट्रिक बर्गले गोल गरेका थिए, तर एलेक्जेन्डर सोलार्थ अफसाइड ठहरिएपछि गोल रद्द भयो। ब्राजिल सुरुवाती खतराबाट जोगिएपछि अग्रता लिने मौका मिल्यो जब क्रिस्टोफर अजरले बक्सभित्र कुन्हालाई ट्याकल गरे। ब्राजिलले पाएको पेनाल्टीमा न्युकाइसलका मिडफिल्डर ब्रुनोको प्रहार नर्वेका गोलकिपर ओर्जनले उत्कृष्ट बचाउ गरे। नाइल्यान्ड हाल्यान्ड जत्तिकै नर्वेको जितमा प्रभावशाली थिए। 35 वर्षीय नाइल्यान्डले ब्राजिलका विनियस जुनियरको प्रहारलाई पनि विफल पारिदिएका थिए। खेलभरि शान्त देखिएका हल्यान्डले 79औं मिनेटमा एन्ड्रियसको क्रसलाई सेन्टर ब्याक ग्राभिल भन्दा अगाडि बढेर हेडर मार्फत गोल गर्दै नर्वेलाई अग्रता दिलाए। त्यसपछि म्यानचेस्टर सिटीका स्ट्राइकरले 90औं मिनेटमा बक्स बाहिरबाट उत्कृष्ट लो ड्राइभ प्रहार गर्दै नर्वेको जित सुनिश्चित गरे। यो उनको दोस्रो गोल थियो। ब्राजिललाई खेलको अन्तिम सेकेन्डमा नेमारले पेनाल्टी मार्फत एक सान्त्वना गोल दिलाए पनि त्यो पर्याप्त भएन। ब्राजिल सन् 1990 यता पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुग्नु अघि नै प्रतियोगिताबाट बाहिरिएको छ। 2 गोलसँगै हल्यान्डले यस विश्वकपमा आफ्नो गोल संख्या 7 पुर्याएका छन्। उनी अहिले गोल्डन बुटको दौडमा फ्रान्सका केलिन एम्बाप्पे र अर्जेन्टिनाका लियोनल मेस्सी सँगै शीर्ष स्थानमा छन्। प्रिमियर लिगका प्रशंसकहरूको लागि परिचित हल्यान्ड र आर्सेनलका डिफेन्डर ग्राभिल बीचको प्रतिद्वन्दिता यस खेलमा पनि रोचक रह्यो। पहिलो हाफमा शान्त देखिएका हल्यान्डले दोस्रो हाफमा ग्राभिललाई पछि पार्दै महत्वपूर्ण हेडर मार्फत गोल गरेर आफूलाई प्रमाणित गरे। ब्राजिलको यो हारको मुख्य प्रशिक्षक कार्लो एन्चेलोटीको भविष्यमाथि प्रश्न चिन्ह खडा भएको छ। ब्राजिलले खेलमा बलमाथि नियन्त्रण केवल 33.5 मात्र राखेको थियो र पाएको थोरै अवसरहरू पनि सदुपयोग गर्न सकेको थिएन। क्वार्टर फाइनलमा नर्वेले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। अर्लिन हल्यान्डको विषयमा रोचक संयोग के रहेको छ भने 28 वर्ष अगाडि पनि नर्वेले विश्वकपमा ब्राजिललाई 2-1 नै हराएको रहेछ। त्यति बेला पनि हल्यान्डका बुबा टोलीका महत्वपूर्ण सदस्य रहेछन्। ठीक आज पनि हल्यान्डको टोलीले ब्राजिललाई 3-1 अर्थात् 2 गोलले हराएको छ।